उफ अहिले चाहिँ हामी खाङसार भन्ने ठाउँमा आएर बसेका थियौँ। अरू त घरहरू भाटामा बसिया हो क्या खास गरी। अनि त्यसपछि गएर पारि भित्रतिर हिउँ परिरह। अनि यो चाहिँ 3800 प्लस छ है, 3800 प्लस छ। अनि हामी अलिकति एक्सर्साइज गर्नलाई भोलिको लागि सहज होस् भनेर चाहिँ माथि उक्लिँदै थियौँ, तर स्याहाँ हुँदो रहेछ। म त भोलि पुग्न सक्छु कि सक्दिनँ, म त त्यस्तो लास्ट स्याहाँ हो। कसरी जाने हो अब, गाह्रो हुँदो रहेछ भने जस्तो हुँदो रहेछ कि। हिमाल चढ्ने भन्छन् नि मान्छेहरू, भित्रकै उनै गनाए जस्तो हुन्छ। अहिले चाहिँ हामी खाङसार भन्ने ठाउँमा आएको थियौँ होइन। खाङसार भन्ने ठाउँमा आएर बसेका छौँ। अब यहाँबाट चाहिँ बाइकहरू जाँदैन है। यो चाहिँ के ताल भन्ने ठाउँमा जाँदो रहेछ, तर हामी चाहिँ हेर्न आएको होइन। एकछिन हामी ट्राई गरे क्या भोलिको लागि सहज हुन्छ भनेर के, किनभने भोलि एक्कासी हाइटमा चढ्दा चाहिँ गाह्रो हुन्छ है भनेर। यहीँ बस्न। अनि त्यसपछि गएर उकालो अलिकति नै हिँडेको छैन, स्याहाँ के यो एकदम लो अक्सिजन भएर क्या। भोलि कसरी उकालो चढ्ने हो मलाई लाग्छ, तर बिस्तार बिस्तार जाने चाहिँ सहिन्छ। तर लास्ट गाह्रो है, यो चाहिँ लास्ट गाह्रो हुँदो रहेछ, मैले थाहा भयो। ल खाङसार है, खाङसारको यो बिहानको भ्यू हो यो। ल गुड मर्निङ एभ्रिबडी। अनि अहिले चाहिँ बिहानको कति 7 बज्यो। अनि यस्तो छ यहाँको यो ठाउँ। यो हो हामी चाहिँ बसेको होटल यहीँ हो। यता चाहिँ खेती गर्ने ठाउँ रहेछ। अनि राम्रो रहेछ ठाउँहरू। यहाँ घाम कताबाट उदा यताबाट उदा है। ल हेर दक्षिणबाट उदा। ल अहिले चाहिँ अब हामी माथि जानको लागि बेस क्याम्पमा जानको लागि चाहिँ हामीले ब्रेकफास्ट गर्दैछौँ। अनि गार्लिक सुप, तातो पानी होइन, यो गरेर चाहिँ अब हामी यहाँबाट चाहिँ खाएर गइहाल्नु पर्ने हुन्छ। धन्यवाद है, छिटो खाएर छिटो जानुपर्छ। ल वी आर 3 ब्रदर्स फ्रम गोर्खा, कृष्ण, सन्तोष, रामहरि। ल यो चाहिँ अब कसले देख्छ होइन। यो चाहिँ यो जसले भेटाउँछ नि होइन, 500 रुपियाँ चाहिँ हामी दिन्छौँ है त। ल ल टिकटकमा आउँछ बेलुका है।
छ र धन्न यहाँ बनाउन सक्यो भने त सिडी बने राम्रो हुन्थ्यो नि है तर बन्छ होला अबको केही वर्षमा अग्लो यहाँबाट माथि बस्ती छैन भने यो टुरिज्मको लागि बाटो यार झन् घाटा हो बरु यसैलाई सुधार गर्ने हो पैदल यात्रा कमजोर भूभाग छ नि त यहाँ यस्तो भ्यू हेर्नु छ भने चाहिँ घरबाट निस्किनु पर्यो लागोस् नडाल्नु अब एक दिन चाँडै निक्लेकै छ के भयो त होइन पुगिन्छ ल्यान्डस्लाइड रहेछ यहाँ चाहिँ डु नट स्टप किप गोइङ स्लोली मतलब यहाँ रोकिने भएन हामी चाहिँ बिस्तारै भए पनि गइराख्नु पर्यो है गाइस यहाँ चाहिँ माथिबाट ढुङ्गा खस्ने ठाउँ रहेछ त्यही भएर रोकिनु भएन यो भनेको अड्यायो भन्दा नि यो पहिल्यै फर्मेसन नै यसरी भएको क्या वरपरको कमजोर गइसक्यो साह्रो चाहिँ बाँकी गरेर यसरी अड्यायो के नत्र माथिबाट गुल्टियो भने यसरी अडिनै सक्दैन नि ल यहाँ नरोक्यौँ है यहाँनिर रोकिनुलाई चाहिँ अलिक प्रोभिटेड गरेको रहेछ यो उताबाट देखिएको थियो कि थिएन त खत्रै रहेछ त भ्यू त यार यहाँबाट त 1 मिस गेम फिनिस यदि केही जाने त्यस्तो नहोस् तर कोही खस्न सक्यो खस्यो भने यहाँबाट खस्छ नि यति गर्न नि कति गाह्रो भयो होला है यो क्याबिन जालीले बाटोको भ्यू चाहिँ यस्तो राम्रो छ यी पहराहरू कसरी कुदिएका हुन् है प्रकृति अचम्म छ साँच्चै नेपाल चाहिँ एकदम धेरै सुन्दर छ है घुम्नलाई त्यही भएर पहिला आफ्नो देश चुज गरौँ नेपाल घुमौँ त्यसपछि सकिएछ भने बाहिर घुम्नु होला म त्यहाँ जान्छु भिडियो त्यहाँ न उठ्ने लाठेर हाल्छु बौलालाई यस्तो भिड यो बाटो ओके थ्याङ्क यू ल स्वर्ग हेर्नु एकैचोटि टिप्ने भने मर्स्याङदेखिको
झन् तिल्सु डेन्जर छ अरे यो जिन्दगी भनेको यस्तो हेर्न पाइयो भने कम्तीमा सम्झना मर्ने बेला सम्झना बाँकी रहन्छ होइन केही नहोला साथमा तर यहाँ पुग्यो त भनेर भोलि छोटछोटले सुनाउनु पाइन्छ होइन त्यो कुरा त्यो बाटो त पुरै हिँड्नुपर्छ त सब लुके ल ए चिप्लो बाटो ए चिप्लो माटो ए गिर्खे गिर्खा ए कहाँ हो यो हामीले गोर्खाका बहिनीहरू चाहिँ बिचरा यहाँ उक्लिनु सकेर तानिरहेको थियो एउटाले अर्कोलाई Oh my god, what is this? Wow! Yeah. Slowly. Guys, again. Be careful. What? उहाँलाई मैले चिनेन. Where are you? मुजी लो सरी है मुजी भन्छु भिडियोमा लोर बेसरी गाड्ने हो नि लोर गाडेर अटाउने नि आफूलाई यो लौरा काम के त नि यस्तो बाटो मलाई 19 वर्षको हुँदा जम्मा 25 केजीको भारी बोकेर यो त केही नै होइन त लार्के पासबाट साँच्ची कफला होइन लार्के पासको ओह्रालो त लार्के चोकबाट मनाङ झर्दा यस्तो छ बाटो अब त्यसले अरू धेरै ढुङ्गा तान्छ ल नभन्दा फेर्मै रहेछ क्यारे उकालो जानु पर्दैन रहेछ क्यारे यो भन्दा पनि डेन्जर हो नि लार्के पास त सबभन्दा खतरा ट्रेकहरूमा हो क्या ठिक छ एकदम कस्तो कुराहरू पार गर्दै आइरहेको छ एकदम उहाँलाई चिनेन मैले एडभेन्चर भने यो लाइफ भने यो जर्नी यो साह्रो रहेछ नि हिँड्दै त टाढा गिलो हो जस्तो लाग्छ है कभर भएको जमे क्या कभर भए माथि हो नि जबरजस्ती गर्नु हुन्न नि हिम्मत गर्नुपर्छ तर चाहिँ अब आफ्नो बडी अनुसार नि हुन्छ नि त ज्यानभन्दा ठुलो त अरू केही होइन नि त्यही त
हिमाल हामी ल है अब बेस क्याम्प आइपुग्यो अन्त भाइ रेस्क्यु हुँदैछ। यहाँ चाहिँ रेस्क्यु हुँदैछ ल धनीहरू लाएर गर्ने रहेछन् कि यस्तो चाहिँ है बेस क्याम्प आफैले लहदाराम भएर यहाँ भिडियो बनाउने एनर्जी नै भएन कि ए बा हो साँच्चै छाती छाती त केही भएन मलाई त जेन गले अब थाक्यो ज्यान गले होइन अहिले रोक्यो नि मेरो भाइ भाइ हजुर छस् कतिको कस्तो फिल भइरह सेयर गर्न त तेरो टाउको माथि के हो हिमाल है वाउ हेर्नु त्यहाँ त्यो माटो झरेर हल्ला धुलो परिरहेछ हिमाल हामी चाहिँ यो बाटो गएर अब धेरै छैन आइसक्न लाग्यो यो 100% हो नि यही हो बेस क्याम्प भोलि हामी चाहिँ उता हिँड्दै जाने है अब आगोमा आउँदा प्रागमा आउँदा यिनी दामी हुन्छ कति यहाँ त कति छ त त्यो तिलीचो बेस क्याम्पमा नै चाहिँ धेरै राम्रो संरचनाहरू होटलहरू धेरै राम्रो भेटिन्छन् पहिला टेन्ट मात्र हुन्थ्यो अरे यहाँ भन्ने सुनिन्थ्यो आइजोको हिमालय बाँकी रहेछ कस्तो यहाँ ढुङ्गा यहाँ चाहिँ यी ढुङ्गाहरू यो फुटाएर राखेका यहाँ अबको 2-4 वर्षमा यहाँ धेरै होटलहरू बन्छन् भन्ने हामीले अनुमान लगाउन सकिन्छ अहिले त यहाँको अवस्था यस्तो छ भने धेरै राम्रो हुनसक्छ अहिले यस्तो ठाउँमा यस्तो संरचना बन्नु भने त धेरै राम्रो कुरा हो यहाँ त एउटा बस्ती नै जस्तो एउटा क्षेत्र बनिरहेको छ नि दामी खाङसार भन्दा मलाई त व्यवस्थित लाग्यो है हाम्रो होटल खोला तरेपछि हो नाम न्यू मुनलेक होटल बाहिर बसेर भ्यू हेर्ने ठाउँहरू पनि भएको यता चाहिँ खाङसारतिर भन्दा चाहिँ धेरै मात्रामा चाहिँ व्यवस्थित लाग्यो मलाई हुन त भूगोलले गर्दा नि होला खाङसार अलि थुम्को जस्तो छ यो समर फेरि छ ओके यस्तो यस्तो संरचनाहरू बनेका छन् हुन्छ नेपालमै सम्भावना छ भन्ने कुरा हो यो पनि टेन्टहरू पनि रहेछन् रुम नपुगेर होला यो खोला तरेपछि हाम्रो होटल यस्तो कञ्चन पानी छ तिलीचो बेस क्याम्प
ट्रान्समिटर बिजुली यहीँ माथि माथिबाट यहीँ ल्याएर त त्यही त म त कहाँ लगेँ त्यति माथि हो भन्ने सोच्थेँ ल हाम्रो होटल यही हो होटल यताबाट छिर्ने होला बस्ने ठाउँहरू हो डाइनिङ एरियाहरू हो यो होटलभित्रको चाहिँ एरिया रुमहरू चाहिँ यस्तो राम्रो राम्रो छुट्टा छुट्टी यस्तो राम्रो राम्रो छ हाम्रो रुम परेको छ 202 यहाँबाट उक्लिने यस्तो राम्रो भाइब्स यस्तो राम्रो भ्यू छ वाउ यतापट्टि हेर्दा यस्तो ठाउँ छ यतापट्टि हेर्दा नाङ्गो आँखाले हेर्दा नसकिने ठाउँ छ ल हाम्रो चाहिँ